हेलो नमस्ते नमस्कार साथी तपाईँलाई स्वागत छ हाम्रो चाहिँ नेपाल टिच पाठशालामा। आज तपाईँहरूलाई भन्नेछु तपाईँहरूले चाहिँ एटिएम कार्डबाट कुनै पनि ब्याङ्कको एटिएम कार्ड किन नहोस्, तपाईँहरूले 2 मिनटमा मात्र पैसा निकाल्न सक्नुहुन्छ। ल भिडियो स्टार्ट गरौँ। सर्वप्रथम तपाईँसित कुन ब्याङ्कको चाहिँ एटिएम कार्ड हो त्यो ब्याङ्कको चाहिँ एटिएम कार्ड मसिनमा जानुहोला। गइसकेपछि यहाँ चिप्स जुन साइडमा हुन्छ त्यो साइडमाबाट लगाउनु होला एटिएम कार्डमा। लगाइसकेपछि यहाँ तपाईँहरू प्लिज सिलेक्ट योर ल्याङ्ग्वेज सिलेक्ट गर्नुहोला। इङ्ग्लिस वा नेपाली, म इङ्ग्लिस सिलेक्ट गरेँ। त्यसपछि यहाँ तपाईँहरू 4 डिजिटको यहाँ पिन लेख्नुहोला। जुन तपाईँको ब्याङ्क एटिएमको छ त्यो चाहिँ यहाँ लेख्नुहोला। म आफ्नो लेखिसकेँ। त्यसपछि लेखिसकेपछि तपाईँहरू अलिकति यहाँ वेट गर्नुहोला कि वेट गर्नुहोला अलिकति। वेट गर्नुपर्छ। तपाईँहरू यहाँ क्यास विथड्रल त्यसमा क्लिक गर्नुहोला। क्यास विथड्रलमा क्लिक गरेर तपाईँको एकाउन्ट कस्तो छ, सेभिङ छ भने सेभिङमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँ कति पैसा झिक्न चाहनुहुन्छ त्यो पैसा यहाँ लेख्न सक्नुहुन्छ। 1000, 2000, 4000, म 2000 निकाल्न चाहन्छु। त्यसपछि यहाँ तपाईँहरू क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि तपाईँ अलिकति वेट गर्नुहोला। पैसा अहिले काउन्टिङ हुँदैछ, तपाईँहरू अलिकति वेट गर्नुहोला। वेट गरिसकेपछि यहाँ तपाईँहरू यहाँबाट हेर्न सक्नुहुन्छ, यहाँबाट पैसा आउँछ। अलिकति वेट गर्नुहोला। आइसक्यो, यस यहाँ आइसक्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ आफ्नो पैसा गर्नुहोला। त्यसपछि एटिएम कार्ड पनि झिक्नुहोला त्यसबाट। त्यसपछि यहाँ तपाईँहरू एटिएम कार्ड झिकेपछि तपाईँको बिल आएको छ त्यो बिल पनि झिक्न सक्नुहुनेछ। बिल पनि झिकिहाल्नु होला। यसरी नै तपाईँहरू एटिएम कार्डबाट पैसा निकाल्न सक्नुहुन्छ। भिडियो इन्फर्मेटिभ लाग्यो लाइक गर्नु, सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू।